वाउ, म त अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ जाँदैछु। ओहो, हामी त योपालि गोसाइँकुण्डमा तीर्थ गर्न जाँदैछौँ भन्दै गर्दा ख्याल गर है ख्याल गर, माथि जाँदाखेरि लेक लाग्छ नि भनेर भन्ने गर्नुभएको तपाईँले याद गर्नुभएको छ। यसरी नै धेरै मान्छेहरू मसँग आएर डाक्टर साहब यो लेक लाग्ने समस्या के हो भनेर प्रश्न गर्नुहुन्छ। हजुर नमस्कार, म डाक्टर सन्तोष बानिया, माउन्टेन मेडिसिन स्पेसलिस्ट। आज हामी अल्टिट्युड सिकनेस अर्थात् लेक लाग्ने रोगको बारेमा संक्षिप्तमा चर्चा गर्दैछौँ। एउटा प्रश्नबाट सुरु गरौँ है त। के तपाईँले उच्च क्षेत्रको यात्राको क्रममा कसैलाई टाउको दुखेको, रिङ्गटा लागेको, वाकवाकी लाग्ने अथवा बान्ता आएको, सिधा बाटोमा हिँड्न नसक्ने, खोकी लागिराखेको, कहिलेकाहीँ खोक्दाखेरि रगत नै बान्ता गरेको, रगत नै खोकेको अथवा अचेत अवस्थामा कसैलाई भेट्नु भएको छ? के भएको हो जस्तो लाग्छ तपाईँलाई? हो, तपाईँले ठिक भन्नुभयो। त्यो यात्रीलाई कुनै एक प्रकारको लेक लाग्ने रोग लागेको हो। उच्च क्षेत्रको यात्रा अर्थात् 2500 मिटरभन्दा माथि उचाइको यात्राको क्रममा तल्लो सतहमा बस्ने मान्छेहरू जब वायुमण्डलमा भएको कम अक्सिजन प्रेसरको हावासँग एक्लिमेटाइज गर्न सक्दैनन्, त्यसपछि देखिने समस्यालाई हामी अल्टिट्युड सिकनेस अथवा लेक लाग्ने रोग भनेर भन्दछौँ। टाउको दुख्ने, खाना मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता आउने, अत्याधिक थकान हुने, रिङ्गटा लाग्ने, खोकी लाग्ने, सिधा बाटोमा हिँड्न नसक्ने, उत्तानो पल्टेर पल्टिन नसक्ने र कहिलेकाहीँ चेत गुमाउने चाहिँ यसका लक्षणहरू हुन्। अल्टिट्युड सिकनेसलाई हामी 3 प्रकारमा विभाजन गर्न सक्छौँ। पहिलो एक्युट माउन्टेन सिकनेस अर्थात् एएमएस, दोस्रो हाई अल्टिट्युड सेरिब्रल इडिमा हेस HACE र तेस्रो हाई अल्टिट्युड पल्मोनरी इडिमा जसलाई हामी हेप HAPE भनेर चिन्ने गर्छौँ। मस्तिष्क अथवा टाउकोमा हाई अल्टिट्युडको असरले गर्दा एएमएस एक्युट माउन्टेन सिकनेस र हेस हाई अल्टिट्युड सेरिब्रल इडिमा भन्ने समस्या देखा पर्छ, जसमा टाउकोभित्र पानी जम्मा हुँदै जान्छ र त्यसले गर्दा टाउकोभित्रको प्रेसर बढेर जान्छ, जसले गर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, रिङ्गटा लाग्ने, अत्यधिक थकान हुने, होसमा असर गर्ने र कहिलेकाहीँ नै होस नै गुमाउने जस्तो लक्षणहरू देखा पर्छ। भने फोक्सोमा हाई अल्टिट्युडको असरले गर्दा देखिने समस्यालाई हामी हेप हाई अल्टिट्युड पल्मोनरी इडिमा भन्छौँ, जसमा फोक्सोभित्र पानी जम्मा हुन गई खोकी लाग्ने, उत्तानो परेर पल्टिन नसक्ने, खोक्दै जाँदा कहिलेकाहीँ खकारमा रगत नै जम्मा हुने जस्तो समस्याहरू देखा पर्दछ। यति भन्दै आजको अल्टिट्युड इलनेसको छोटो इन्ट्रोडक्सनलाई यहीँ समाप्त गर्न चाहन्छु र थप जानकारी लिएर अर्को भिडियोमा आउनेछु। आफ्नो कुनै प्रतिक्रिया भए कमेन्टमा राख्नुहोला। धन्यवाद।